नमस्ते र स्वागत छ अविश्वसनीय दर्शकहरू। के तपाईले कहिल्यै कल्पना गर्नुभएको छ आफ्नो मनमोहक हिमालय र समृद्ध सांस्कृतिक सम्पदाका लागि चिनिएको एउटा देश अचानक आर्थिक महाशक्ति बन्नेछ? यदि मैले तपाईलाई भने कि यो अकल्पनीय धनको रहस्य ती पहाडहरूको गहिराईमा लुकेको छ, एउटा यस्तो खोजमा जसले नेपालको भविष्यलाई नयाँ परिभाषा दिन सक्छ। दशकौंदेखि नेपाल आर्थिक वृद्धिको लागि प्रयासरत राष्ट्र बनेको छ, विभिन्न चुनौतीहरूसँग जुधिरहेको छ। तर के एउटा अविश्वसनीय खनिजले सबै कुरा परिवर्तन गर्न सक्छ, नेपाललाई समृद्धिको नयाँ युगमा धकेल्न सक्छ? आज हामी नेपालमा युरेनियमको आकर्षक कथामा गहिरो डुब्दैछौँ, एउटा खोज जसले परिवर्तनकारी भविष्यको कुञ्जी बोकेको छ। वर्षौंदेखि भूगर्भविदहरूले यसको बारेमा फुसफुसाइरहेका थिए, तर अब यो पुष्टि भएको छ नेपालसँग युरेनियमको महत्त्वपूर्ण भण्डार छ। विशेष गरी दुर्गम र भव्य माथिल्लो मुस्ताङ क्षेत्रमा, विशेष गरी लो मान्थाङ वरपर यस बहुमूल्य खनिजको पर्याप्त उपस्थिति पुष्टि भएको छ। कल्पना गर्नुहोस्, प्राचीन गुम्बा र हिमालयको कठोर सुन्दरताको बीचमा विश्वलाई ऊर्जा दिन सक्ने स्रोत अवस्थित छ। मकवानपुर जस्ता अन्य क्षेत्रमा प्रारम्भिक खोजहरू भए तापनि माथिल्लो मुस्ताङमा भएका खोजहरू विशेष गरी आशाजनक छन्। प्रारम्भिक अनुसन्धानले करिब 10 किलोमिटर लामो र 3 किलोमिटर चौडा मध्यम ग्रेडको सम्भावित निक्षेपको संकेत गर्दछ। यो सानो खोज मात्र होइन, यो एक खेल परिवर्तन गर्ने खोज हो। त्यसो भए युरेनियम वास्तवमा के हो? यो केवल एउटा चम्किलो चट्टान होइन, यो प्राकृतिक रूपमा पाइने रेडियोधर्मी भारी धातु हो र यसको वास्तविक शक्ति यसको आणविक अस्थिरतामा निहित छ। यसलाई यसरी सोच्नुहोस्, एउटा सानो कुखुराको अण्डा आकारको युरेनियम इन्धनले 88 टन कोइला जत्तिकै बिजुली उत्पादन गर्न सक्छ। यो एउटा सानो स्रोतबाट ऊर्जाको अचम्मको मात्रा हो। जादु परमाणु विखण्डन न्युक्लियर फिसन नामक प्रक्रियाबाट हुन्छ। जब युरेनियमको परमाणु टुक्रिन्छ, यसले ठूलो मात्रामा ऊर्जा उत्सर्जन गर्छ, जुन त्यसपछि आणविक रियाक्टरहरूमा बिजुली उत्पादन गर्न प्रयोग गरिन्छ। यो सफा, कुशल र अविश्वसनीय रूपमा शक्तिशाली ऊर्जा स्रोत विश्वव्यापी रूपमा उच्च मागमा छ, विशेष गरी विश्वले कार्बन उत्सर्जन कम गर्नेतर्फ अघि बढिरहेको बेला। आणविक ऊर्जाका लागि प्रयोग हुने मुख्य आइसोटोप युरेनियम 235 हो। यो प्रकृतिमा अपेक्षाकृत दुर्लभ भए तापनि समृद्धिकरण एनरिचमेन्टको प्रक्रियाले यसको एकाग्रता बढाउँछ, जसले यसलाई इन्धनका लागि व्यवहार्य बनाउँछ। कच्चा असंसाधित युरेनियम केन्द्रित पदार्थलाई प्रायः येलो केक भनिन्छ, र यो येलो केकमै नेपाल जस्तो देशका लागि वास्तविक मूल्य निहित छ। अब संख्याको कुरा गरौँ। युरेनियमको मूल्यमा उतार चढाव हुन सक्छ, तर हाल जुलाई 2025 को सुरुमा युरेनियम प्रति पाउन्ड लगभग 52.17 मा कारोबार भइरहेको छ। यसको मतलब लगभग *115 प्रति किलोग्राम इन्टु ब्यान्ड टु ब्यान्ड। नेपालको युरेनियम भण्डारको सही मात्रा र ग्रेडको अझै पूर्ण मूल्याङ्कन भइरहेको भए तापनि यति ठूलो क्षेत्रमा फैलिएको मध्यम ग्रेडको भण्डारले पनि खगोलीय मात्रामा धनको प्रतिनिधित्व गर्न सक्छ। यसलाई यसरी विचार गर्नुहोस्, केही अनुमानहरूले येलो केकको गुणस्तर अनुसार प्रति किलोग्राम $100 भन्दा बढी पाउन सकिन्छ भन्ने सुझाव दिन्छन्। यदि नेपालको निक्षेपहरू व्यापक र राम्रो गुणस्तरको प्रमाणित भएमा हामी अरबौं, सम्भावित रूपमा खर्बौं डलरको कुरा गर्दैछौँ। यो केवल कच्चा पदार्थ बेच्ने कुरा मात्र होइन, यो ठूलो मात्रामा विदेशी लगानी आकर्षित गर्ने, उन्नत खानी पूर्वाधार विकास गर्ने र नयाँ उच्च प्रविधिको उद्योग स्थापना गर्ने सम्भावनाको बारेमा हो। कल्पना गर्नुहोस्, सिर्जना हुने रोजगारीहरू, हस्तान्तरण हुने सिपहरू र सम्पूर्ण नेपाली अर्थतन्त्रमा पर्ने सकारात्मक प्रभाव। त्यसो भए यो युरेनियमको खजानाले नेपाललाई कसरी रूपान्तरण गर्न सक्छ? 1. आर्थिक वृद्धि र रोजगारी सिर्जना। ठूलो मात्रामा युरेनियम खानी र प्रशोधनले भूगर्भविद र इन्जिनियरदेखि प्राविधिक र सहयोगी कर्मचारीहरूसम्म हजारौं रोजगारी सिर्जना गर्नेछ। यसले रोजगारीमा उल्लेख्य वृद्धि ल्याउनेछ र विदेशी श्रममाथिको निर्भरता कम गर्नेछ। 2. पूर्वाधार विकास। युरेनियम निकाल्न र ढुवानी गर्न बलियो पूर्वाधार चाहिन्छ, नयाँ सडक, विद्युत ग्रिड र सायद विशेष रेल लाइनहरू पनि। यस विकासले अनगिन्ती समुदायहरूलाई लाभ पुर्याउनेछ, दुर्गम क्षेत्रहरूलाई जोड्नेछ र समग्र प्रगतिलाई बढावा दिनेछ। 3. ऊर्जा सुरक्षा र निर्यात शक्ति। नेपालले मुख्यतया जलविद्युतमा निर्भर भए पनि रणनीतिक रूपमा व्यवस्थित युरेनियम स्रोतले ऊर्जा सुरक्षा प्रदान गर्न सक्छ र अझ महत्त्वपूर्ण कुरा, एउटा शक्तिशाली निर्यात वस्तु बन्न सक्छ। कल्पना गर्नुहोस्, नेपाल विश्वव्यापी आणविक ऊर्जा आपूर्ति श्रृङ्खलामा एक प्रमुख खेलाडी बन्दैछ। 4. विदेशी लगानी र प्रविधि हस्तान्तरण। युरेनियम खानी र आणविक प्रविधिमा विशेषज्ञता भएका अन्तर्राष्ट्रिय साझेदारहरू लगानी गर्न उत्सुक हुनेछन्। यसले धेरै आवश्यक विदेशी पुँजी ल्याउनेछ र नेपालमा उन्नत प्रविधि र ज्ञानको हस्तान्तरणलाई गति दिनेछ। 5. सामाजिक विकास। उत्पन्न राजस्व महत्त्वपूर्ण क्षेत्रहरूमा लगाउन सकिन्छ, विश्वस्तरीय अस्पतालहरू निर्माण गर्ने, अत्याधुनिक विश्वविद्यालयहरू स्थापना गर्ने, नवीकरणीय ऊर्जा परियोजनाहरूमा लगानी गर्ने र समुदायहरूलाई गरिबीबाट बाहिर निकाल्ने।
कल्पना गर्नुहोस्, उन्नत स्वास्थ्य सेवा, उच्च स्तरीय शिक्षा र आफ्नै प्राकृतिक धनबाट वित्तपोषित दिगो विकास पहलहरू भएको नेपाल। निस्सन्देह यति ठूलो सम्भावनासँगै ठूलो जिम्मेवारी पनि आउँछ। युरेनियम खानी एक जटिल कार्य हो र नेपालले धेरै महत्त्वपूर्ण चुनौतीहरू पार गर्नुपर्नेछ। 1. प्राविधिक विशेषज्ञता र पूर्वाधार। हाल नेपालसँग ठूलो मात्रामा युरेनियम उत्खनन र प्रशोधनका लागि उन्नत पूर्वाधार र विशेष प्राविधिक विशेषज्ञताको अभाव छ। अन्तर्राष्ट्रिय साझेदारहरूसँग सहकार्य अत्यावश्यक हुनेछ। 2. वातावरणीय संरक्षण। यदि सावधानीपूर्वक व्यवस्थापन गरिएन भने युरेनियम खानीले वातावरणीय प्रभाव पार्न सक्छ, जसमा रेडियोधर्मी फोहोर र पानी प्रदूषणको चिन्ता समावेश छ। नेपालको प्राचीन प्राकृतिक सुन्दरताको रक्षाका लागि कडा वातावरणीय नियम र विश्वस्तरीय सुरक्षा प्रोटोकलहरू अत्यन्त महत्त्वपूर्ण छन्। 3. नैतिक र शासन सम्बन्धी विचारहरू। पारदर्शी शासन सुनिश्चित गर्ने, भ्रष्टाचार रोक्ने र स्थानीय समुदायहरूसँग समानुपातिक लाभ बाँडफाँड सुनिश्चित गर्ने कुराहरू पूर्णतया महत्त्वपूर्ण छन्। नेपाली जनता र अन्तर्राष्ट्रिय सरोकारवालाहरूको विश्वास कमाउन र कायम राख्नुपर्छ। विशेष गरी स्थानीय समुदायहरूलाई संलग्न गराउनुपर्छ र स्रोतबाट प्रत्यक्ष लाभ पुर्याउनुपर्छ। 4. भू-राजनैतिक परिदृश्य। युरेनियम रणनीतिक रूपमा महत्त्वपूर्ण स्रोत हो। नेपालले आफ्नो सार्वभौमिकता र दीर्घकालीन लाभ सुनिश्चित गर्न आफ्नो अन्तर्राष्ट्रिय सम्बन्ध र नीतिहरूलाई सावधानीपूर्वक व्यवस्थापन गर्नुपर्नेछ। तथापि सावधानीपूर्वक योजना, बलियो शासन र दिगो अभ्यासहरूप्रति प्रतिबद्धताका साथ नेपालले यी चुनौतीहरूलाई पार गर्न सक्छ। यो केवल एउटा स्रोत निकाल्ने अवसर होइन, तर दिगो समृद्धि र जिम्मेवार विकासको लागि जग निर्माण गर्ने अवसर हो। नेपालमा युरेनियमको खोज केवल एक भूगर्भीय खोज मात्र होइन, यो राष्ट्रको सम्भावनाको बारेमा एउटा गहिरो कथन हो। यो नेपालको आर्थिक कथालाई नयाँ तरिकाले लेख्ने, विश्वव्यापी खेलाडी बन्ने र आफ्ना मानिसहरूका लागि साँचो स्वर्ण युग ल्याउने अवसर हो। अगाडिको बाटो चुनौतीपूर्ण हुनेछ, तर सम्भावनाहरू असीमित छन्। नेपालको युरेनियम खोजबारे तपाईँ के सोच्नुहुन्छ? के तपाईलाई लाग्छ कि यसले यो अविश्वसनीय परिवर्तन ल्याउनेछ? तल टिप्पणी सेक्सनमा तपाईको विचारहरू मलाई बताउनुहोस्। यो भिडियोलाई लाइक गर्न, आफ्ना साथीहरूसँग शेयर गर्न र हाम्रो संसारको भविष्यबारे थप जानकारीका लागि सदस्यता लिन नबिर्सनुहोस्। जय नेपाल।